कपाल घङ्राङ्गा दुम्सी जस्तो भएर तर्साउने जस्तो भएर बस्यो अन्त अनि अर्काले छिजी र दुधुर गर्छ त्यस्तो त्यस्तो त भन्ने होइन साथीहरू आज चाहिँ खासमा हामी बिहान नुहाइधुवाइ गरेर अन्त जाने प्लान थियो तर प्लान क्यान्सल भयो प्लान चेट अनि त्यही भएर अब खानसाना खाइयो यहाँ नुहाइधुवाइ गरेर यहाँ टाउकोमा तेल लाउँदैछु हाम्रो मसाज सेन्टरको के भन्छ उहाँ के भन्ने रे सम्पर्क गर्ने रे अर्ग्यानिक यो कहाँ अर्ग्यानिक मालिस कहाँ पाइन्छ सिधैमिति अघि नै त भनिदेऊ न भन्दै भनिरहेको थियो त यो अर्ग्यानिक मालिस सेन्टर है नानी हो भनेको कोही नानीहरू छ भने मसाज गरिदिन्छु म भनेर भनिदेऊ न भन्दै भनिरहेको थियो अहिले त बोरे अर्ग्यानिक सेन्टर अर्ग्यानिक मालिस है यो फेरि त्यस्तो त्यस्तो त भन्ने होइन के मालिसहरू थियो उनीहरू केमा जाने अनि के अरे पार्लरमा गएर के गर्ने मैले झन् यो त शुद्ध अर्ग्यानिक अर्ग्यानिक मालिस गर्छ चित्त बुझेर जस्तो थियो अहिले बुढो हड्डी हात भएर होला पहिला भर्खर तन्देरीमा नरम हात थियो अनि मसाज गर्दा नि आनन्द आउँथ्यो अहिले यो छिप्यो के खाएको बाबा हजुरले आमालाई ल ल ल तिमीलाई यसको फेरि पारा पारा तिमीलाई काली तिमीलाई के खान्छ मुख भरि के खाएको बाबा चिज बोल क्या कति राम्रो होला त्यो तल आएपछि लट्टा परेको हाम्रो यहाँ ब्युटी पार्लर खोले है उहाँ चाहिँ ब्युटिसियन हुनुहुन्छ तरुणहरूको लागि मात्रै तरुनी आयो भने यसरी नै कोरिदिनुहुन्छ पैसा पो आएछ के गर्नु त गरिदिनु पर्यो भनेको कहाँ यो समाउन जाने होइन तरुनीको कपाल कोरिदिन्छु भन्छ के भइरहेछ कति राम्रो यति नरम मक्क बाँच्छ होला अरूले दुखाउँछ होला मैले त नरम टुप्पा टुप्पा भन्ने अरू त टुप्पा त गाडै पर्छ म हामी चाहिँ अहिले दिउँसो खाना खाएर पसलमा मान्छेहरू त्यति आउँदैन नि त त्यही मौका छ तपाईँको टाउको दुखिरहेको थियो यहाँ तेल टाउकोमा लगाएर यहाँ कपाल गर्न लाग्यो यहाँ लट्टी परेछ तेल कपालमा तेल मसाज लगाइदिएको सबै लट्टा पऱ्यो लट्टा पऱ्यो पुरै एकदम कपाल चपाल सबै अलिअलि भएको कपाल पनि जबरजस्ती चरात चरात गरेर सबै निकालिदिनु भयो त्यो त अचम्म कस्तो लट्टा परेको थियो तपाईँ धेरै दलेको दली गरेर हो क्या कपालमा बिस्तारै गर्नु तिन भाग गर्नु पऱ्यो बाबालाई मैले यहाँ यता हो बाबालाई मैले यहाँ कपाल बाट्न कपाल कोर्न सिकाउँदैछु कि अब भोलि पर्सि म बुढी भएपछि कसले कोरिदिन्छ त कपाल मेरो हात खुट्टा नचल्ला अरे अनि त्यो बेलामा अनि कसले कोरिदिन्छ त छोराछोरीहरू सबै विदेश हुन्छ होइन बाहिर हुन्छ नेपालभन्दा बाहिर होला अनि त्यो अवस्थामा चाहिँ अनि यहाँ बुढीको कपाल घङ्राङ्गा दुम्सी जस्तो भएर तर्साउने जस्तो भएर बस्यो अन्त अनि अर्काले छिजी र दुधुर गर्छ
अनि के यी बुढीलाई चिटिक्क त पारिदिनु पर्यो पर्यो ल हेर देखाऊ त त्यहाँ ल हेर सर ल भजी भएछ बाबाले भजी भएछ नि सर ए राम्रोसँग खिचेछ नि बाबालाई नि देखाऊ ल त्यो भयो नि तिनवटा छोरी कपाल बाटेर हुर्काएको टुप्पामा के बान्ने है ए रबड छ नि बरु बान्ने पो कसो त्यो ल यस्तो हेरी यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने ल यस्तो यो प्रतियोगिता राख्यो भने फर्स्ट हुन्छ ल हो ल यस्तो बान्न कसो जाने त ए फुत्यो नि त कता गयो ल ए ल हेर सर ल ल देखाइदियो त एकदम सुपर स्टार कस्तो अहिले मम्मीलाई देखाइदियो है राम्रो